आज जिमको दोस्रो दिन मसल कतिको दुखिरहेछ त भनेर सोधेको। मसल होइन पेट चाहिँ दुखिरहेछ भन्नुभयो। पेट चाहिँ किन दुख्यो? धेरै प्रोटिन खानुभयो कि अब भनेको? प्रोटिन होइन प्रोटिनसँग अर्को ककटेल बनाएर मिसाएर पिएको गाह्रो भयो भन्नुभयो। यस्तो नगर्नु है ज्यान बिग्रन्छ भनेको। बिग्रे तपाईँ भएको के काम त भनेर भन्नुभयो बा। अनि जिममा गएर हामीले चाहिँ आज ब्याकको एक्सर्साइज सुरु गऱ्यौँ। फर्स्टमा वार्म अप सेट एसिस्टेड पुलअप्स 4 सेट एज मेनी एज यु क्यान। सर पुलअप्स गर्दा कस्तो महसुस भइरहेको छ त भनेको। सानो बेला गाउँमा घरको झ्यालबाट यसरी नै च्याउँथे भन्नुभयो। समझ रहे हो समझ रहे हो ना। यो सकेपछि हामीले ल्याट पुल डाउन 3 सेट्स 10 to 15 रेपिटेसन्स गऱ्यौँ। मैले सोधेँ यो गर्दा चाहिँ के कुराको याद आयो त? भैँसीको पुच्छरमा झुन्डेको याद आयो क्या हो भनेको। सर त रिसाउनु भयो। यो सकेर सिटेड केबल रो यो पनि 3 सेट 10 to 50 रेपिटेसन्समा गऱ्यौँ। सर ठिक छ नि भनेर सोधेको, बोल्नु नै हुन्न त। त्यसपछि अर्को चेस्ट सपोर्टेड टी बार रो गऱ्यौँ। यो पनि 3 सेट 10 to 15 रेपिटेसन्समा नै गऱ्यौँ। सर अलिअलि भएन है भनेको, बोल्नु नै हुन्न। सर पानी तिर्न लाग्यो कि क्या हो, किन नबोल्नु भयो भनेर भनेको, बोल्नु नै हुन्न। लास्टमा त सरको कान नै बन्द भएको रहेछ, अनि कहाँबाट सुन्नुहुन्थ्यो त। त्यसपछि अब तपाईँलाई कान सुन्ने एक्सर्साइज गराइदिन्छु भनेर डम्बेल रो गर्न लगाएँ। यो पनि 4 सेट गर्न लगाएँ। 8 to 12 रेपिटेसन्समा गराएँ। यो गर्दै गर्नुहोस् है भनेर म एकछिन बाहिर निस्केको। सर त अर्कै एक्सर्साइज गर्न थाल्नु भएछ। सर पसिनाले पुरै भिज्नु भयो त भनेको। सर त हात मुसारेर स्याम्पू दिनुहोस् न त भन्नुहुन्छ। त्यसपछि सरलाई यसो डेडलिफ्ट गर्न सिकाउँदै थिएँ। सर त पुरै डेड नै होला जस्तो गर्नुभयो त। त्यसपछि एकैछिन यसो गरेको जस्तो गर्नुभयो। त्यसपछि सरलाई पुलअप्स गर्नुहोस् त एकचोटि भनेर लगाएको। सर त त्यहीँ झुन्डेको गर्नुभयो त। के भयो भनेर सोधेको। भोलिबाट शिलाजित खाएर आउँछु भन्नुभयो र जिम सकाएर शिलाजित किन जानुभयो। र आजलाई भिडियो यति।